सो हे गाइज वेलकम टु न्यू ब्लग्स अहिले चाहिँ न्यू ब्लग आइसकेको छ है। अनि हजुर पनि सन्चै हुन्छ म पनि सन्चै छु। सो आज चाहिँ ब्याकग्राउन्डमा हेर्नु चाहिँ पछाडि चाहिँ मेरो ट्रेक्टर छ। सो आज चाहिँ कहाँ जानु लाग्छौँ भन्नु सोच्नु होला। आज चाहिँ हामी कोही होइन, कोही काम मतलब कतै अब केही उठाउने केही भन्दै हुनुहुन्थ्यो, अब त्यही काममा जाने भनेर। सो मैले गाडी निकालेर यति पार गरेँ। सो टालीलाई मिलाउन अलि गाह्रो हुन्छ, त्यही भएर मलाई सकेन। सो जति सक्यो यतिको हल्का बाटोमा आयो, यता त यतै छ हेर्न सक्नुहुन्छ। सो अनि चाहिँ त्यसपछि अहिले चाहिँ ड्राइभर आउँदैछन्, ड्राइभरलाई कुट्दैछु हेर्न सक्नुहुन्छ। सो गाडी चाहिँ यो चाहिँ हाम्रो गाडी हो है। त्यहीबाट चाहिँ अब ड्राइभर कुरिरहेको छ कि अब कतिखेर आउँछन् हेरौँ। सो अब ड्राइभरलाई कुर्दै बस्छौँ, ड्राइभर आएपछि जाने हो। सो आएपछि गइन्छ। हिजो चाहिँ बाले उठाउन गएको थियो हेर्न सक्नुहुन्छ। हिजो थाहै पाएन छु बाले उठाउनु गएको रहेछ भनेर। यता मैले पिङ खोजिरहेको थिएँ गाई। यो चाहिँ मलाई यो उठाएर चाहिँ उता राखिदिनुपर्छ किनकि यसको काम छैन। त्यही भएर अब सो ड्राइभर आएपछि भेट्छु हजुरहरूलाई पनि। ओके सो गाइस अनि हामी आइसकेको छौँ। हामी बिचमा बनाउँछ भने हल्लिएको लास्टै हल्लिएको गाडीले देख्दा बनाउनै अप्ठ्यारो भयो। त्यही गरेर बनाउन पाइनँ। अब जाँदा चाहिँ अलि लोड, किनकि लोड हुन्छ नि त, त्यही कारणले चाहिँ आरामले हुन्छ भनेर। सो म अब जाँदा बनाउँछु भन्छु। सो यता चाहिँ काम गरिरहेको छु नि। सो त्यहाँ हालिरहन्थे। अब म चाहिँ जान्छु नास्ता खान जाने भनेको नि, त्यही भएर नास्ता खान हो। तिनी गइसक्यो उहाँ पुगिसक्यो अनि तिनीहरू यहाँ त देखिनु। म भागी जान्छु। ड्राइभर तिनी हो हाम्रो उता जाने। नास्ता खाने टाइम चाहिँ यो आजको स्प्राइट, दुइटा चौचो र युएमबी। सो यता पनि यिन चाहिँ ड्राइभर हाम्रो साउजी, अर्को साउजी। अब चाहिँ हामी नास्ता खान्छौँ। सो बस्नु लाग्यो यार, बस कि खान लागिसक्यो म यता खाँदैछु यिनले र मैले खाँदैछु है। सो अब यता हेर्न सक्नुहुन्छ। अब चाहिँ म पनि खान्छु। अहिले चाहिँ यिनको ड्राइभरको 20 सालको चाहिँ मैले हल्का भिडियो बनाइदिनु लागेको छु। किन भन्दा भिडियो बनाइदियो भनेर छन्। सो मैले भिडियो बनाइदिनु लाग्छु दिनको चाहिँ। तँ उहाँ गएर बिहान। सो म भिडियो बनाइदिन्छु गाइस। सो गाइस अहिले चाहिँ भिडियो बनाइसक्यौँ। कस्तो लाग्यो तिम्रो भिडियो? ठिक छ नि, दामी। अरू केही बोल्न छ तिमीलाई? के त अरू केही नयाँ चिज? हिरो ड्राइभर। सो हजुरहरू नयाँ हुन्छ भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। सो है अहिले चाहिँ हामी नास्ता सास्ता खाएर छ। हामी कतै पनि फोहोर छैन है गाइजहरू, हेर्न सक्नुहुन्छ। हामी चाहिँ खाएको आफ्नो बाटो चाहिँ डस्टबिनमा हालिदिउँ है। अब जाऊँ हामी पनि आफ्नो कस्तोमा आफ्नो ड्युटी निभाऊँ। क्या नाच्नु क्या कति घाम हो क्या। बालेन्सा तिर्पाल हालिदिनु पऱ्यो अरे। सो मेरो ड्राइभरले गुनासो पुगेका छन्। बालेन्सालाई के भनेछन् भन्दा त्यो जुन घाम लागिरहेछ नि उहाँ तिर्पाल चाहियो। तिर्पाल पनि सानो होइन कि जड्छ नि त्यो तिर्पाल। त्यो त के चाहियो भन नि त। अनि केही नचाहिने रहेछ। ल गाइस हामी चाहिँ हिँडेको धाडा है। सो यताको भ्यू हेर्न सक्नुहुन्छ। राम्रो एकदम बवाल छ। सो है घरहरू दामी छ है, हेर्न सक्नुहुन्छ। सो यता चाहिँ हाम्रो ड्राइभर भइहाले। सो हामी भएको चाहिँ उताको घर हो तर देखेन कि। ओ दामी भ्यू छ। नजाउनु हजुरहरू त्यही जानु होला। एन्डिङसम्म भिडियो हेर्नु होला है गाइस। यहाँसम्म हेर्नु छ भने हजुरहरूले
दियो कमेन्टमा दियो रातोको दिल कमेन्ट गर्नु पर्यो है सब। सो हाम्रो टेक्टर चाहिँ उहाँ छ हेर्नु, उहाँ छ लोड हुँदैछ बल्ल आधी भएछ बल्ल लगायो चाहिँ काम चलिरहेछ। यति भइसक्यो रहेछ। चस्मा त लगाइहाल्छ नि सोल्टीले। यता चाहिँ यति ऊ त बाँड्छ सब हाल्न। अब कति टाइम लाग्छ भन्नु त अब थाहा छैन। सो अब हेर्दैछौँ। अहिले चाहिँ टाइम चाहिँ हाम्रो सोल्टी टाइम कति भएछ हेर त 4:18 4:18 अब कतिमा पुगिन्छ हेरौँ। हजुर मेरो हिसाबले 5 हजुर हजुर चाहिँ यहाँ मामाले अझै हालिरहनु छ। सो यहाँ मेरो फोटो खिच्छ यिनले आफ्नो मोबाइलबाट। वाउ दामी ओ वाउ नाइस फोटो बर्थडेमै हालिदेऊ। सो नाइस फोटो। र चाहिँ अहिले यो काम चलिरहेछ। सो है यहाँ चाहिँ डिफ्रेन्ट के छ होला यो र यो क्वालिटीमा के डिफ्रेन्स छ हजुरले कमेन्ट गर्नु होला। सो है यो फोनको नाम के अरे? रियलमी। सो फोन रियलमीबाट फोटो खिचेको। हजुरहरूलाई पनि क्यामेरा यसको क्यामेरा देखाउँछु। सो सक्छ यिनको क्यामेरा र हाम्रो क्वालिटीमा। सो यता चाहिँ काम चलिरहेछ है। अहिले चाहिँ बस्दा बस्दा 5 बजिसक्यो। 5:20 भइसक्यो है। अब अझै कति टाइम लाग्छ थाहा छैन। सो हेर्दै जाउँ। अहिले चाहिँ लोड भइसकेको छ अब है। अब अर्को ट्रिप चाहिँ अझै एउटा ट्रिप चाहिने रहेछ। त्यही कारणले अब कि आज कि भोलि आइन्छ कि अब टाइम मिल्यो भने आजै आइन्छ नआए पनि भोलि आइन्छ। सो अहिले चाहिँ 5:40 भइसक्यो है। टाइम चाहिँ धेरै भइसक्यो। त्यही भएर अब गाडी हिँड्न ल। सो गाडी चाहिँ हिँड्न लगाएको सबले स्टार्ट गर्न आए। ड्राइभरले विशालले स्टार्ट गर्न लाए। हो गाडी हिँड्ने भाइ तिम्रो छुट्टै भिडियो बनाइदिन्छु कि अहिले टेन्सन न। सो है गाइज अहिले चाहिँ हामी हिँडिसक्यौँ हौ। अझै आउन बाँकी छ है मान्छे। सो पानी रस आइरहेको छ यार। सक्यौँ। कोही साइकलमा जाँदैछन् कोही हामी यता ल हामी चाहिँ गाई हामी चाहिँ यता हरन तो हामीले तेलमा गाई अहिले क्या छ भने त्यसै गराउँछ। बाटो छोडा भन्दा नभन् अहिले उल्टो गाली दिन्छ बाटो छोडेछौँ भनेर के भन्नु के अन्त त के नै भनिदिएर। सो अगाडि चाहिँ हेर्नु त उपर जाँदैछन् गाडीहरू। ओए क्या रेस दिन्छ यार। काठमाडौँ एक्सप्रेस चलो चलो काठमाडौँ चलो।
So guys, बाटोको काम चलिरहेछ। पल्युसन खराब सो गाइस काम पुरा आइसक्यो हो। कलम यहाँ आइयो, क्याम्पस गेट आइयो गाइस। मेरो घर चाहिँ जाने बाटो चाहिँ क्याम्पस गेट कलोनी क्याम्पस गेट भनेपछि तपाईँले हजुरलाई चिनाइदिन्छु यही गेट। छैन महिना वाटर पोर्ट देखेको छ त्यहाँ चाहिँ गाइजहरूले हेर्न सक्नुहुन्छ है। हो छैन महिना वाटर पोर्ट। सो यही हो मेरो घर जाने बाटो चाहिँ। तपाईँहरूलाई भेट्न छ भने सो गाइज मेरो घर जाने बाटो चाहिँ यही हो है। सिधा यो बाटो नबिराइकन तपाईँहरू मन्दिरमा पुग्न सक्नुहुन्छ। मन्दिरपछि मेरो घर आउनेछ। मैले हजुरलाई बाटो देखाउँदै जान्छु। तपाईँलाई हजुरलाई हरेक मोडमा देखाउँछु है गाइजहरू। बाटो देख्नुहुन्छ है, यो बाटो चाहिँ देख्दै जानुहुन्छ। सो अब त सिधा बाटो आउनु भने सायद यो स्कुल देख्नुहुन्छ है गाइज। तपाईँहरूले यो स्कुल जहाँ यो बाटो सिधै हुँदै स्विमिङ पुल आउँछ अगाडि, सिधै जानु होला। अब म घरै गएर भेट्छु गाइज। अब चाहिँ सो अब हामी उही मन्दिरमा पुगेपछि भेट्छु ल। गाइज जामा छोड्ने ठाउँ झराल्ने ठाउँ आइसकेको छ। झराल्दैछौँ हामी चाहिँ यता। अब चाहिँ अब झरेपछि घर जाने घर गएर हजुरहरूलाई भेट्छु अवश्य। आयो गाडीको एकछिन चाहिँ त्यो अड्किएको छ, अहिले एकछिनमा आफै झर्छ। सो है हजुरलाई देखाउँछु। हेलो मालिक। देख सक्छ है। दाम ये देखिए, ये देखिए। सो गाइस म चाहिँ खानासाना भएर अनि बसिसकेको छु। सो अब एडिटिङ गर्छु। सो आजको ब्लग चाहिँ यहीँ एन्ड हुन्छ। सो हजुरहरूलाई पनि रमाइलो भयो होला आज ब्लगहरू हेर्छु है। आज एकदम इन्ट्रेस्टिङ छ। आज जस्ट रमाइलो भयो, थिएटरमा गइयो है। सही रमाइलो छ। हजुर नयाँ हुन्छ भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। बाई गाइस, थ्याङ्क यू फर वाचिङ।